वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज त हामी चाहिँ बल खेल्न जाँदैछौँ होइन, 3 जना मात्रै हो। फेरि हो गाइजहरू यता फर्किम हलो गरौँ न। एउटा चाहिँ ऊ बल नचढ्दैछ है फुच्ची भाइ। एउटा त ऊ गाडी आइसकेको छ, यता बाख्रा यस्तो छ। ऊ बागलुङको भ्यू हेर्न सक्नुहुन्छ गाइजहरू। मेरो फोनमा चाहिँ मेसेज आएको छ होइन, हिँड्दैछु है। ए फिसे भाइहरूको हिँडाइ चाहिँ खतरा छ कि फेरि होइन, खक्का भोके होइन। म चाहिँ अब जाँदैछौँ, रनिङ हान्दैछ उता। म त अब बुढेसकाल लाग्यो, अब हान्दैन। गाह्रो छ है गाइजहरू, गाह्रो छ। म त दौडिनु सक्दिनँ। तिनीहरू चाहिँ बल्ल 15-16 एजको हो भाइहरू हो, सकिन्न, मैले त सक्दैन होइन। यता टक्क गाउँको भाइ भाउ चाहिँ यता चाहिँ उता चाहिँ भ्यू हेर्नुहोस् न, माकुरी होइन। ओह्रालोतिर उता पोखरा पर्वत है, पारीको पर्वत हो। यता वारी बागलुङ गाइजहरू। म एकछिनमा भेट्छु है। 2000 years later. त्यो फिसे भाइहरू चाहिँ मलाई छाडेर उहाँ पुगिसकेको। म चाहिँ यहाँ छु यति टाढा, लगभग 1 मिटरको टाढा छ है। 1 भन्दा नि धेरै होला, 2, 3, 4, 5 मिटरको अझै होला, अझै धेरै हो यार। पछि कुकुर लाग्दैछ है मान्छेको होइन। यस्तो नि कुकुर, यो डुल्ला कुकुरहरू होइन, यस्तै हो क्या। यता चाहिँ केराहरू यस्तो फलिरहेछ नि गाइजहरू होइन, के कुरै नगरौँ। टक्क हामी चाहिँ खेल्ने चाहिँ यता हो, माथि यतातिर। हेर के गरेको यो कुकुरले चाहिँ के गरेको हेरिदिइरहेछ त ल। फिसी भाइहरू रनिङ हान्दै गइरहेको यार। म चाहिँ यता पछि किन रनिङ हानिरहेको तिनीहरूले मलाई थाहै भएन। हतार पनि छैन, बल खेल्ने टाइम भएको छ बल्ल। कुकुर चाहिँ पछि लगाइरहेर न यो साला। यो उसको नाम चाहिँ के हो गाइजहरू, कसैले चिन्छ अनि यसको नाम भनिदिनुहोस् त गाइज। कसैले चिन्छ गाइजहरू, यस्तो गेरा हुने रहेछ। केटाहरू चाहिँ मलाई छाडेर गइसके होइन। म चाहिँ यहीँ पछि एक्लै। अब तिनीहरू त वहाँ पुगिसक्यो होला गिरानमा। अब म चाहिँ जाँदैछु, लगभग मलाई चाहिँ 3, 4, 5 मिनट त लाग्छ है ग्राउन्डमा बल खेल्न जान। ल अस्ति यो पानी भर्ने ठाउँ छ यहाँ तल, अस्ति गाडी गुल्टेको चाहिँ गाडी भन्दा नि स्कुलको भ्यान गुल्टेको चाहिँ यहीँबाट हो। यहाँ चाहिँ पूजासुजा गरिदिएको रहेछन् कि के हो। म चाहिँ एकदम छिटो हिँडिरहेको, किनकि मलाई छाडे नि त केटाहरूले। ल हेर यहाँबाट गुल्टेको ओह्रालो वहाँ तल, गाडी त कच्याकुचुक्कै। हेर्नुहोस् त मौसम, ओ माइ। यो चाहिँ दमकलको पानी भर्ने ठाउँ हो। यहाँ चाहिँ भर्न आउँछन् है, खेल्ने चाहिँ यहाँ हो है, यता माथितिर। यही बसिना भइयो गाइजहरू यहाँ। दिनभरि नि सुत्या, रातभरि नि सुत्या, काम पनि केही छैन होइन। यस्तै छ, इक्जाम सक्यो।
के हेलो गाइजहरू म चाहिँ बल खेलेर पनि आइसकेको छु अनि खानासाना पनि खाइसकेँ। अनि यो भ्लग चाहिँ हाम्रो रक्तिम काजीको भ्लगमा आउँदैछ होइन, च्यानलमा आउँदैछ। आजलाई यति, अर्को भ्लगको वेट गर्नु होला गाइजहरू। हस् त, धन्यवाद।